साथी हो हामी राजगिरी। चलिए टोटो रिक्शा जाएगा आपको रिक्शा? टोटो रिक्शा जी अभी नहीं लाग्यो। जाना है घूमने उमने के लिए राजगीर साइड से। अब चाहिँ हाम्रो जाने भयो रहेछ घोडा गाडी। जाऊ 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 घोडा गाडीमा आगो पनि घोडा गाडीमा साङ्गे जो जाउँ। औ हर्स राइडर ओके ओके घोडा गाडी ताङ्गामा चढे यहाँ फेरि हाम्रो ह्यान्डसम आगो चढिहाल्यो। ओ फेर है ताङ्गामा चढेको होइन। एउटा फेरि दुईजना केटाले तिम्रो भ्लग रहेछ हामीलाई पनि लगाउन भन्दै थियो। अब नानीसँग कसरी लगाउनु भ्लगमा अब उसलाई त्यतिको छैन। म त घरमा पठाउने भनेको नि। स्टेसन साथी हो हामी रोपवेको लाइनमा चढ्नुको लागि रेडी छौँ। लाइनमा बसेको छ लाइन बहुत छ रोपवेको लागि बसेको ल स्वाहा स्वाहा। रोपवेको लाइन चाहिँ खत्रै छ हो। यहाँ बसिन्जेल चाहिँ नानीहरूसँग चाहिँ साह्रो छ भनेर चाहिँ यसरी बुझिन्छ। कुदेकै हो त्यो हो। अब रोपवेमा चढिने छ है। रोपवे चाहिँ यस्तो रहेछ यहाँनिर राजगिरको। यहाँबाट चाहिँ माथि स्तुपा हेर्नु जाने हो। स्तुपाको दर्शन फटाफट। क्याबिन टाइपको रहेछ एकदमै सेफ लाग्यो अनि एकदमै राम्रो रहेछ। कुनै प्रकारको डराउनु टेन्सन छैन। राजगिरीमा आयो भने चाहिँ यस्तो छ है साथी हो। यहाँ चाहिँ पर हेड चाहिँ 120 मा चाहिँ तपाईँको अप एन्ड डाउन चाहिँ 120 मा गर्नु पाइन्छ। चिप एन्ड बेस्ट छ राम्रो छ। अनि 3 वर्षदेखि उँभोको नानीहरूको पनि टिकट त्यति नै लाग्ने गर्छ। एकदमै राम्रो छ साथी हो। अब रोपवेको इन्जोय गरेर तपाईँहरूलाई फेरि भिडियो बनाउने बाई बाई। आज चाहिँ हामी रोपवेमा चढेँ साङ्गे जो लु वाउ बुझ्यौ बुझ्नु लु जो कम दिस साइड देखो मेरा वो कोई एयरप्लेन गयो जो कम इज भेरी डेन्जर। अहिले देखियो उकालो जाँदैछ हामी उकालो हो। मजाले अर्को आउँदैछ हो। यहाँ उँधो हेर्नुहोस् नाइस हो। पछाडि देखाउँछु ल साथी हो। पछाडि Go, who want help? Jojo want help? प्लेन है। Yes. Oh my God. बहुत पहले से पढ़ना अच्छा सुधार दिया है। पहले इस तरह नहीं था। चौड़ी अंदर। आगे में ऐसा नहीं था। पहले नहीं था ऐसा। 1 जन 2 जन वाला था। उसके बाद मैं आगे में कुछ लगा देता। बंद पड़ा हुआ देखिए। यहाँ नीचे देखिए। ओह वही अच्छा ये तो है ना नीचे वाला पुरानो में। हम लोग आगे के टाइम में आ गया था। वो नीचे का जो है ये पुरानो टाइप को। इसमें चाहिँ हाम्रो आमाहरू आप्पाहरू चढेको थियो। अब चाहिँ अहिले एकदमै सेफ लाग्यो चाहिँ बच्चाको लागि सेफ। The families are coming. Family? Yeah. Just like us, the families are coming. Papa, Huh? look, family is coming. Yeah, and other ropeway. This is a ropeway, is it? Yeah, who? Other rope? Yeah, the families are coming. Look, so nice. You feel good, Jojo? It's coming a rope. This Yeah. is so many rope. It's coming a rope. It's not a girl, it's rope. Yeah, so nice, no? Wow. क्या दामी छ क्या दामी छ क्या It's दामी coming छ। rope. जोजो जोजो त बिजी छ है। रोपवे हेर्नुमा साथी हो जोजो बिजी छ हो। अब हाम्रो डेस्टिनेसन पनि पुग्नु लागिरहेछ। मजा लागिरहेछ हैन। अप एन्ड डाउन 120 60 Papa, look. Hey, don't go there, okay?
Hey, where do you want to go? Papa, look. ढुङ्गा हुन्छ बेटा नजाऊ Papa, look over there. Oh, Rocket. so Rocket. nice. Ropeway is so nice, no, Jijo? Yeah. It's very beautiful. We want fall down. No, no one fall down. Now it's safe. Safe. Yeah. Papa, rocket is coming. Yeah. The people are coming, they are enjoying. Just like that, you also enjoy. Bye. Want to go there, rocket la? Okay. Now it's time to get down. Okay, Jojo? Now we will get down here. Then we will enjoy there. We will go there in the mandir and Gumba is there. हामी आइपुग्यौँ भाइ इन्जोय गर्यौँ ओ कम ब्याक ओके 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 अब आगोहरूमा आउँदैछ सो नाइस है सेफ रोपवे नो प्रब्लम फर एनीबडी एल्स भनेको जस्तै रहेछ आयो हाम्रोहरू चाङ यो साइडमा आउनुहोस् है यो साइडमा यो पछाडिबाट टालीले लाग्छ आऊ वाउ अब हामी यताबाट जाने छौँ यस दिस इज अ we will return back okay फर्स्ट माथि जान इन्जोय गरौँ न जो ल त यहाँको दृश्यहरू साथीहरूलाई अवलोकन गराउने छौँ साथी हो है अब साह्रै पारा नल्याए पनि भ्लगहरू ट्राई कोसिस रहेछ यहाँको एरियाको है ओके यहाँको ढुङ्गाहरू यस्तो रहेछ है यस्तो छ साथी हो पुरा बोकेर चाहिँ निकै साह्रो पर्नेछ के लेटर हुन्छ जो वेट या विल गो द्याट मन्दिर आफ्टर द्याट या छोटेन इज द्याट या विल गो एन्ड सी देन ओन्ली when we back at the time we'll go through ropeway Jejo. Oh, Papa is getting tired. यस्तो छ साथी हो हाम्रो यात्रा फाइनली चाहिँ हामी यहाँनिर स्तूपमा आइसकेका छौँ है बुद्धको ठुलो स्तूपा हो र मेरो फ्यामिलीहरू यहाँबाट चाहिँ हामी रन गर्दैछौँ साथी हो अनि यहाँबाट रन गर्दा चाहिँ हामी मेलम गर्दै प्रार्थना गर्दै गर्न रन गर्ने हुँदाको कारणले गर्दा म केही स्टप गरेर प्रार्थना गर्दै घुम्नेछौँ र तपाईँहरूलाई फेरि दर्शन गराउनेछौँ है चाहिँ भिडियो गर्दैछ फोटो खिच्ने है यहाँबाट चाहिँ अब त्यस्तो खालको मनोरम भ्यूहरू देख्दो रहेछ अनि चाहिँ एकदमै पहाड एरिया हो साथी हो है अनि हामी चाहिँ यहाँ शान्ति स्तूपा बुद्धको शान्ति स्तूपामा आइसकेका छौँ अनि यो चाहिँ हो शान्ति स्तूपा है यो चाहिँ बुद्धको निर्माण भएको समयको है तस्बिर छ है जो चाहिँ मेरो रोपवे जान्छु भनेर पुरै दुःख दिएर लडी गर्छ साथी हो हत्तु हुनेछ अनि उतापट्टिबाट म देखाउँछु है साथी हो ल साथी हो म चाहिँ यो घुम्दैबाट चाहिँ के भन्छु भन्दाखेरि है मेरो यो शान्ति स्तूपामा चाहिँ के भन्छु भन्दाखेरि सम्पूर्ण प्राणीहरू जगतको प्राणीहरूले शान्ति प्राप्त गर्न सकोस् जो पनि पीडा र दुःखमा छटपटेर बसेका विभिन्न पीडाहरूमा है त्यो पीडाहरू उनीहरूमा चाँडै समाप्त भएर है खुसी हुन सकेको होस् भनेर म प्रार्थना गर्छु त्यसरी नै जति पनि आमा बाबाहरूदेखि लिएर गएको दाजुभाइ दिदीबहिनीहरू जति पनि है हामी मानुष्य जीवनमा आएर उहाँहरूले संसार छोड्नु भएको छ उहाँहरूको लागि म प्रार्थना गर्छु कि उहाँहरूको जीवन शान्ति होस् ती आत्माहरू सम्पूर्ण जीवन है उहाँहरूको आत्माहरू दुःख पाएको छ भने उहाँहरू शान्ति होस् भनेर प्रार्थना गर्छु अनि सबैको डियर नियर वानहरूको लागि पनि प्रार्थना गर्छु अनि कतिजनाको कतिवटा प्रब्लमहरू छ है साथीहरू त्यो सबै सल्भ होस् भनेर चाहिँ म चाहिँ आज यो शान्ति स्तूपमा चाहिँ मेरो प्रार्थना चढाएको छु साथी हो अनि यहाँनिर चाहिँ अब पैसाहरू ढक्काहरू टाल्ने कामहरू गर्दछ है वेट जोले चाहिँ पुरा ल उता यहाँ हाम्रै
दुईजना हो साथीहो आजको फाइनल भ्रमण हामी यहाँको सक्यौँ गिद्धकुट भवनको जुन चाहिँ छ है दृश्य हल्का देखाउँछु तपाईहरुलाई। यो चाहिँ हो गिद्धकुट भवन। यहीँबाट चाहिँ हामी गयौँ र आजको हाम्रो यात्रा चाहिँ मोटामोटी सकिएको छ। जुन चाहिँ वातावरण चाहिँ यस्तो देखिँदैछ यहाँनिर गौतम होटेल रहेछ। खानासाना यहीँ खायौँ। अब कहाँ जानु है। अन्त राम्रै छ, मोटामोटी ठिकै लाग्यो। यहाँनिर चाहिँ अब टावल किन्दै रहेछ सौका के को है। मेरो छोराले चाहिँ के गर्छ कुन साह्रै कुद्दैछ। अब यहाँबाट हामी चढेर आजको यात्रालाई बिदा दिँदै है साथीहरु फेरि घर पुग्ने छौँ। त्यतिसम्मको लागि बिदा दिनुहोस्। बाई बाई।